हेलो नमस्कार। मलाई कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न। चिन्नुहुन्छ ठिकै छ, चिन्नुहुन्न पनि ठिकै छ है। आज म देशको अवस्था, देशमा गुज्रिएको अवस्थालाई अलिकति आफ्ना व्यक्तिगत भनाइहरू राखेर अलिकति व्याख्यात्मक तरिकाले भन्न गइरहेको छु। अब सहमत हुनुहुन्छ ठिकै छ, सहमत हुनुहुन्न पनि ठिकै छ, मेरो व्यक्तिगत भनाइ हो। र अहिलेको अवस्था हामीले के हो भन्दा देशमा पहिला राजतन्त्र थियो अनि चाहिँ अब गणतन्त्र चाहियो भनेर अब त्यति आमूल परिवर्तन गरेर अब व्यवस्था नै परिवर्तन गरेर अब ल्याइयो र अहिले फेरि यो गणतन्त्र राम्रो भएन, यसमा काम गरेनन् भनेर हामीले राजतन्त्र ल्याउनका लागि एकदमै अहिले लागिपरेका छौँ। हामी आन्दोलन केका लागि र कसरी गरेर जाने, के गर्दा चाहिँ उपलब्धि हुन्छ भन्ने तरिकाले चाहिँ अब अगाडि बढ्ने हो कि भन्ने लाग्छ। किन भन्दा अब हामीले राजा चाहियो भनेर राजा ल्याउने चाहिँ होइन जस्तो लाग्छ मलाई। किन भन्दा हुन त हो अब धेरै नेताहरू पाल्नुभन्दा एउटा राजा पालौँ भन्ने लाग्छ। तर पनि राजाले राम्रै काम गर्छ, रोजगारी सिर्जना गर्छ र देशका लागि एकदमै राम्रो काम गर्छ भन्ने त्यो ग्यारेन्टी त छैन नि। त्यस कारणले अब हामीले गर्ने भनेको के त? हामीले गर्ने भनेको अहिले त सिधै प्रधानमन्त्री, राष्ट्रपति चयन गर्ने प्रणालीलाई चाहिँ अगाडि सार्नका लागि आन्दोलन गर्नु पर्यो क्या। त्यो गर्यो भने त केही न केही राष्ट्रमा चाहिँ हामीले पढे लेखेको राष्ट्रलाई चाहिने दक्ष जनशक्ति त्यो ठाउँमा पठाउन सकियो भने बल्ल देश विकासको सुरुवात हुन्छ नि त, होइन? तपाईँहरूले कसरी लिनुहुन्छ? मैले त्यसरी लिन्छु। अब हामीले आन्दोलन यसरी गर्नु पर्यो कि त्यो प्रधानमन्त्रीलाई डाइरेक्ट हामी आफैले जनताले निर्वाचन गरेर जनमत सङ्ग्रहबाट राष्ट्रपति, प्रधानमन्त्री चयन गर्ने प्रक्रियालाई चाहिँ अगाडि सार्नका लागि आन्दोलन गर्नु पर्यो। सबै जनता एकजुट हुनु पर्यो। अब तिनीहरूले मान्दैनन् भने पनि तिनीहरूलाई घोक्रे ठ्याक लगाएर पनि अब त्यो आन्दोलनलाई चाहिँ अलिकति परिमार्जन गरेर लैजाने चाहिँ लैयो भने चाहिँ अब केही हुन्छ कि भन्ने मेरो धारणा हो। र अहिलेको अवस्था एकदमै गुज्रिएको छ। अस्ति अब बजेट पनि पारित भइरहेछ, तर जनताहरू यता राजा चाहियो भनिरहेछ। उता त्यो अब बजेटमा हामी ढुक्क छैनौँ, यो विकासको काममा राम्रोसँग लागेको छैन, रोजगारीको लागि सिर्जनाका लागि केही पर्सेन्ट पनि राम्रो तरिकाले बजेट निर्धारण भएको छैन। त्यता हामीलाई चासो छैन। तर यता राजा चाहियो भनेर उर्लिरहेका छौँ कि यो भनेको एकदम गलत छ। अब हामीले भनेको चाहिँ हाम्रो यता बजेट पारित भयो तर हामी त्यसमा सन्तुष्ट त्यसमा नहुने हो कि। अब रोजगारी सिर्जना गर्नको लागि का लागि छुट्याइएका बजेट कम भयो अथवा राम्रो तरिकाले त्यसलाई सुदृढ भएन। अब चाहिँ त्यसलाई लिएर अगाडि कुन तरिकाले बढ्यो भने चाहिँ रोजगारी सिर्जना हुन्छ र अझ यो चाहिँ बजेट निर्धारण चाहिँ राम्रो तरिकाले भएन, फेरि पुनः यसलाई चाहिँ बजेट पारित गरेर एकदमै राम्रो तरिकाले रोजगारी सिर्जना हुने ठुला उद्योगहरूमा, होइन, कारखानाहरूमा लगाउनु पर्यो पैसा। अब मजाले लगाउनु पर्यो। अब चाहिँ झ्याम ठुल्ठुला सुरुङहरू खन्नु पर्यो, होइन, बाटोहरू एकदम फास्ट ट्र्याकहरू बनाउनु पर्यो। अब यसरी हो नि। अब डाँडापाखा धेरै छिचोलेर हुँदैन। अब चाहिँ अलिकति विकास छिटो गर्नको लागि चाहिँ एकदमै बजेटलाई धेरै ठाउँमा लगाउने होइन कि ठिक्क मिलाएर चाहिँ अब देशलाई एकदम फास्ट ट्र्याकमा लैजाने गरी चाहिँ अब सिर्जना गर्नुपर्छ। मेरो एकदमै आजको मेरो मुख्य तात्पर्य भनेको चाहिँ के हो भन्दा सिधै डाइरेक्ट प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री अथवा राष्ट्रपति चयन गर्ने प्रक्रियामा हामी जानुपर्छ भन्ने मेरो आशय हो। धन्यवाद।